सदन अवरोध खुलाउने एउटै मात्रै उपाय छ। यस सदनले हस्ताक्षर सहित भन्नु पर्यो नेपालले भारतको भूभाग मिचेको हो भनेर। यो कुराहरूमा प्रधानमन्त्रीलाई ज्ञान छैन भने पनि होइन। सत्ता पक्ष जो यहाँ हुनुहुन्छ उहाँहरू त प्रधानमन्त्रीले दिनुभएको वक्तव्यमा सहमति जनाउनुहुन्छ। यदि त्यस्तो हो भने हस्ताक्षर सत्ता पक्षबाट सुरु गरौँ। प्रधानमन्त्रीले भने अनुसार नेपालले भारतको सीमा मिचेको हो भन्ने कुरामा हामी प्रतिपक्ष पनि सही गरेर यो सदनको अवरोध हटाउनलाई हामी तयार हुन्छौँ। होइन भने यसको अर्को मात्र विकल्प भनेको प्रधानमन्त्रीज्यूले दिनुभएको वक्तव्य स्टेटमेन्ट यो गलत हो, उहाँले यसलाई स्पष्ट पार्नुपर्छ, उहाँले यसको व्याख्यालाई सच्याउनुपर्छ भन्ने एउटा हाम्रो महत्त्वपूर्ण कुरा छ। सभामुख महोदय, यो दुईटा उपाय बाहेक यो सदनको अवरोधलाई खुलाउने त कुनै पनि उपाय हामीले देखिराखेको छैन। यो कुराहरूमा प्रधानमन्त्रीलाई ज्ञान छैन भने पनि होइन। किनभने प्रधानमन्त्रीज्यूले एउटा कर्मचारीले उहाँलाई गरेको मेसेजलाई राष्ट्रिय मुद्दा बनाइदिनुहुन्छ। सामाजिक सञ्जालमा खिसीट्युरी व्यङ्ग्य र बुलिङलाई प्रमोट गर्दै हुनुहुन्छ। तर त्यो कुरा उहाँले गर्न सक्ने, सदनमा उठेका यी विषयहरूमा उहाँले बोल्न नसक्ने, उहाँलाई विषयान्तर गराउन त हामी कसैले उहाँलाई सिकाउनै नपर्ने रहेछ।